5-6 जना सुरु हामीले 6 जनालाई फोकस गरेर पनि सुरुमा धेरै ठुलो टिम मैले चाहिँ गल्ती गरेको कुरा मैले आफ्नो डाइरेक्ट लाइनमा 25 जना जोड्दै के त्यहाँ गल्ती गर्दा हो कि कहिले पनि त्यो नगर्नु होला त्यो तपाईले भन्नु नछोड्नुस् उसको मुनि हाल्दिनुस् अनि यसको लागि अरु डाइरेक्ट लाइन हैन कि यसको मुनि हाल्नुस् यसको मुनि हाल्दिनुस् बरु यसको मुनि हाल्दिनुस् यसको मुनि हाल्दिनुस् डाइरेक्ट है हैन उसको डाइरेक्ट गरिदिनु के मतलब उसको नखोल्ने हैन एउटा लाइन जानु दिनुस् ओ अब यो सुते यो चलेको छ नि यसो सिधा यहाँ तपाईलाई भयो यहाँ सिधा यहाँ ओ त्यही मैले भन्ने कति चोटी यो परिया छ नि के सबै सुतिरहेछ नि मानुस यो मान्छे तपाईको डाइरेक्ट लाइन हो हजुर सुत्यो यो पनि अब उसको डाइरेक्ट यो भयो नि त हजुर यो सुत्यो अनि यसको डाइरेक्ट यो हो नि त यो सुत्यो यसको डाइरेक्ट यो हो नि त यो सुत्यो तर यो चाहिँ एक्टिभ छ के हो अनि यो नि तपाईको चाहिँ डाइरेक्ट हो फेरि हो यसले जति पनि पिबी गरेको एकौ छ नि यो सिधा तपाईको चाहिँ जान्छ हो अनि यसको यो तपाई स्टार डायमन्ड हुने बित्तिकै सिधा तपाईको चाहिँ पोस्ट बढिहाल्यो त यिनीहरु त सुतेको छन् भोलि बिहान उठ्ने बित्तिकै फेरि यिनीहरुको पिपी सबै जोड्यो भने फेरि कहाँ पुगेर गयो अनि सबै उठ्यो भने हो भोलि बिहान हेर्छ नि त ओ मेरो टिमको मान्छे त उठिहाल्छ काम गरिरहेछ के डायमन्ड बनिसकेको छ ओ अब मैले जाग्नु पर्यो है अनि यो सबै जाग्यो भने त पिबी को लेभल कहाँ पुग्ला फेरि अनि त्यो मान्छे वर्ल्ड वाइड घुम्नको लागि कसरी रोक्न सक्छ त्यस्तै गरेर हामीले डाइरेक्ट लाइनमा 6 जनालाई मात्र जोड्ने अनि उलाई पनि पुश गरेर राख्ने उलाई पनि मान्छे गरेर राख्ने तर उले गरेन भने हामीले चाहिँ गर्न नछोड्ने र आफूले चाहिँ उसको अगाडि उसको मान्छेलाई भनिराख्ने के भने जोइन गरिदिराख्ने ठीक छ 100 पिपी गर्नु भएको छ अनि ऊ मान्छे सबैले 100 पिपी गर्नु भएको छ अनि यहाँ पनि 100 पिपी गर्नुपर्छ यो सबै त्यहाँ एकुमुल भएर आयो नि त हजुर एकुमुल भएर त यहीँ गयो नि त हो यो सबै यहाँ किनकि यो मान्छेले गरेन अनि त्यसले गरेन अब पो खोल्छु भनेपछि यो पिपी यहीँ गएर अड्क्यो त तपाईँको त हो अड्क्यो त्यो त त्यो न काम लाग्यो न केही भयो न केही त्यो दुःख भएर त्यो हजुर अड्क्यो त अनि यसलाई चलायमान गर्नु छ त्यसको मुनि हालेपछि त्यो पिपी त चाँडै बन्ने भयो त उता अब मान्नु यसको चाहिँ 1500 पिपी छ सुत्यो अरे अनि तपाईँ अर्को लाइन खोलेर मजा आउँछ त हुँदैन यो मान्छेलाई लिएर यहीँ लगाइदिने हो त 1500-1600 पिपी भयो त सही कुरा अनि भोलि बिहान उसले अरू 2-4 जना मान्छे जोडेर त्यो स्टार एजेन्ट गरेन अनि तपाईँ स्टार डायमन्ड बनाउनलाई कहिले रोक्छ त कसैले रोक्दैन हो मेन गल्ती गरेर प्रायः यस्तो हुन्छ के ओ मान्छे सुत्यो भने अर्को लाइन खोलिदिएको हुन्छ अनि मैले यहाँ आएदेखि मैले एकजना मान्छे आफ्नो डाइरेक्ट लाइनमा हालेन मैले कमसे 8-10 जना जोडेँ होला सबै आफ्नो मुनिको साथीहरूमा हालेछ मैले धेरै कुराहरू गल्ती गरेँ नि त पहिले मलाई यो कुराहरूमा ध्यानै भएन के अनि मैले जति पनि मेरो लाइनमा जोडेँ जोडेको छ अनि कोही सुति सोधे काम गर्ने गरे अगर काम गर्ने मान्छेले अगर मेरो 6 लाइनमा हालेको आज त हो मजासँग बोनस पनि आउने स्टाटस पनि बढ्ने हैन अर्कै हुन्थ्यो कि तर आज त्यही भएर चाहिँ म चाहिँ एसआरमा पनि अड्केर बसेँ अब के त्यो गल्ती चाहिँ नगर्नु होला कसैले पनि सुतेको छ भने नछोड्नु होला उसको मुन्तिर बरु उसको मुन्तिर बरु मान्छे हाल्दिनु होला ऊ एकदम उठ्छ आज नहोला भोलि नहोला पर्सि नहोला निको पर्सि उठ्छ के सर पोस्ट चेन्ज भयो भने त्यो मान्छेको जब त्यो तपाईले मान्छेले के खोजे आज थाहा तपाईँ हामीबाट रिजल्ट खोजेछ रिजल्ट खोजेछ के यो सबै गइराखेको छ के छैन अनि तपाईँ सक्सेस भएर तपाईँको ठ्याक्क चाहिँ एक दिन चाहिँ तपाईँको जो 2000 रियाल त्यो तपाईँको डिएक्सनबाट आओस् त देखाउन मिल्छ यस्तो नि हुन्छ र नभए के हो के 2000 ले तपाईले 200 जना मान्छे जोड्न सक्नुहुन्छ के हो सही कुरा हो तपाईको रिजल्ट हो आज तपाईले डिएक्सन को बारेमा र यो P3 को बारेमा नि भइहाल्छ नि यो अलि तपाईले चाहिँ अरु व्याख्या गर्नु होला अनि म के भन्छु भने आज तपाईहरुले कति चाहिँ गर्नु भएको छ सर है डिएक्सन को बारेमा भन्दा तपाईले आफ्नो मान्छे सुनेको छैन के मेरो आफ्नो बहिनी दुईटा बहिनीलाई मैले चाहिँ भन्दा फेरि मेरो आफ्नै बहिनीले सुने जोइन पनि गराइदिएको छु तर उनीहरुले चाहिँ मेरो कुरालाई बिलिभ गरे किनकि
उनीहरूको त्यो कन्सेप्टै गएको छैन कि यो दाइले चाहिँ त्यति बेफाल्तु भने खै के गरे के गरे र जे गर्नुपर्ने हो उनीहरूले त्यो गरेको छैन कि विश्वास त्यही भएर के छ भनेपछि यो संसारमा तपाईँले साँचो कुरा भनेपछि बिलिभ गरिदिनुहोस् सर हजुर यो त हाम्रो साँचो बिजनेस हो साँच्चै अन्धकारबाट निकालेर उज्यालो ठाउँमा लैजाने ठाउँ हो यो हजुर जो अन्धकारमा बसेको छ नि गुमनाम जिन्दगी कि म को हो क्वेसन मार्क छ को हो त यो धरतीमा कारण के हो म को हो र यो धरतीमा आउनुको कारण के हो बिना उद्देश्यले तपाईँले धरतीमा भगवानले जन्म दिनु भएको छैन के उद्देश्य छ अनि तपाईँ खास गरी हामीले मेन हो कि पहिला सुरु आफूले आफूलाई चिन्यो सर हाँ चला